साथीहरु नमस्कार। भिडियोलाई पज गरेर यो क्वेशन आफैले ट्राई गर्नुस् अनि त्यसपछि हामी यसको सर्ट ट्रिक सिक्छौं। क्वेशनमा के भनेको रहेछ भने फर्स्ट हरि सोल्ड 2 टेबल्स एट आरएस 1200 इच भन्नुको मतलब दुईटा टेबल छ के फर्स्ट सेकेन्ड। सुरुको फर्स्ट वालाको एसपी भनेको 1200, सेकेन्ड वालाको पनि एसपी भनेको 1200। ल यतिसम्म त क्लियर छ। ल अब ही गेन 20% अन फर्स्ट। सुरुकोमा चाहिँ 20% के भएको छ प्रॉफिट भएको छ। प्रॉफिट भनेको 20% यसमा सुरुकोमा। अनि ही लस्ट अन सेकेन्ड, ही लस्ट 20%। सेकेन्डकोमा चाहिँ लस भएको छ 20% को। अनि लास्टमा के सोध्छ भने यस यो होल ट्रान्ज्याक्सनमा जुन यो होल ट्रान्ज्याक्सन छ नि यसमा हरिलाई प्रॉफिट भएको छ कि लस भएको छ त्यो अब पर्सेन्टेजमा निकाल्नु पर्यो। अब त्यो निकाल्नको लागि हामी मेन यसमा के बुझ्नु पर्यो भन्दाखेरि सुरुकोमा 20% प्रॉफिट, सेकेन्डकोमा 20% लस। अब यस्तो कन्डिसनमा हामी के बुझ्छौं भने यसमा जहिले पनि लस चाहिँ हुन्छ के। त्यही भएर लस पर्सेन्ट इक्वल्स टु प्रॉफिट कति छ 20। अब यसलाई मल्टिप्लाई गर्नु पर्यो। लस कति छ 20 डिवाइडेड बाइ 100 गर्नु पर्यो। यो भनेको 0 कट्यो हाम्रो 4% लस आयो। एन्सर भयो। ल अब यस्तै म यसमा लस पर्सेन्ट नभएर लस अमाउन्ट सोधे भए चाहिँ के गर्नु पर्थ्यो त्यो हेरौँ। यसमा पनि हामी पहिला के गर्छौं भने लस पर्सेन्ट निकाल्छौं। लस पर्सेन्ट त्यही 20 × 20 डिवाइडेड बाइ 100 भनेको 4% लस। त्यसो लस पर्सेन्ट भनेको 4%। ल त्यसो भए हाम्रो सीपी भनेको कति पर्सेन्ट हुन्छ? हाम्रो सीपी भनेको जहिले पनि 100% हुन्छ। सीपी 100%। त्यसो भए जब सीपी 100% छ अनि यसलाई लसमा 4% को लसमा बेचेछ भने भन्नुको मतलब 4% को लसमा बेचेछ हैन। त्यसो भए एसपी भनेको हाम्रो 96% हुन्छ भन्नुको मतलब 96% हुन्छ। त्यसो भए 96% को भ्यालु हाम्रो कति छ 1200 + 1200 दुईटाको छ नि त। यो भनेको 2400 आरएस 2400। ल त्यसो भए हाम्रो 100% को भ्यालु चाहिँ कति होला के? यसको मतलब 2400 डिवाइडेड बाइ 96 गर्यो भने 1% को आयो। अब 100% को लागि 100 ले मल्टिप्लाई गर्ने। ठीक छ। ल अब यसलाई भनेको 24 ले 100 चोटी, यसलाई 4 चोटी, यो भनेको 25 चौको 100। ल हाम्रो आरएस 2500 भनेको हाम्रो के आयो सीपी आयो। ल सीपी भनेको 2500, एसपी भनेको 2400। त्यसो भए लस कति हुन्छ? अब 2500 - 2400 भनेको हाम्रो 100 को लस आयो। साथीहरु धन्यवाद। यस्तै भिडियोको लागि तपाईले यो च्यानललाई फलो वा सब्स्क्राइब गरेर राख्न सक्नुहुन्छ।